हामी चाहिँ भ्लग बनाउँदैछौँ भाइको भ्लग हो यो खोइ भाइ ल भ्लग बनाउने मान्छे नि यहाँ हुनुहुन्छ त्यो भाइ भनिदिनु ल के भन्ने छिटो तपाईँ भन्नु अनि कहाँ तपाईँ भनेर हुन्छ आफै पो भन्नुपर्छ त भ्लग बनाउने मान्छेले छिटो हामी गुगल पोइन्ट जाँदैछौँ त्यहाँ गएर भाइले पिरो चटपटे खाने अरे खै त नि हेलो गाइज आजको यात्रा हाम्रो गुगल पोइन्टसम्म रहेको छ साथीहरूसँगै अब हामी हिँड्ने तर्खरमा छौँ हाम्रो अरुण सर आउँदै हुनुहुन्छ यता अरुण सर आउँदै हुनुहुन्छ गुगल पोइन्टसम्मको यात्रा रहनेछ यो अहिलेसम्म यहाँनिर यत्रो भइकन पनि हामी अहिलेसम्म आएको थियौँ हामी नि कस्तो हुँदो रहेछ लखर हिँड्ने जङ्गली पत्ता लखर हिँड्ने तर आउनु पर्ने ठाउँमा चाहिँ नआउने मान्छे बेकामी हामी नै हो हामी चाहिँ उहाँको दिन हो आज यहाँ आउनुलाई हाम्रो उहाँको दिन हो है यो भ्लग बनाउने कन्सेप्ट चाहिँ फेरि हाम्रो यहाँ सबैभन्दा ठुलो मान्छेको है उहाँ भ्लगर हो भविष्यको अहिले त्यसरी हिँड्दै हुन्छ है यस के को पत्ता हो त्यो पानको पत्ता यताको पानको पत्ता भाइले पानको पत्ता खाँदै हुन्छ पिरो भएर खै मलाई पनि दिनु त चाख्छु म पनि पिरो छ ओके त्यसले पानको पत्ता भनेर के पत्ता खुवाएको नि तितो न तितो छ के खुवायो साथीहरूले भाइ बिस्तारै ल एउटा बस्ने ठाउँ आयो ठ्याक्कै हिँड्ने बानी अलि हराएको कि हाम्रो यस्तो हिँडेको साथीहरू यस मैले खाइदिएँ पानको पत्ता भनेर साथीहरू जे पाए त्यही खुवाउँछ नि आनन्दको बस्ने ठाउँ बनाइदिएको रहेछ यहाँबाट माथि जानुपर्छ हामी कति माथि छ यहाँबाट छाता बोक्नु पर्ने रहेछ 40 देखि 45 मिनट लाग्छ अरे 40 देखि 45 मिनट यो रफ्तारमा त यति हुनु पर्यो ल के भन्नुहुन्छ यस लौरे कस्तो लागिरहेछ भाइलाई के रहेछ हौ हाम्रो फेरि कति ज्ञानी हुनु जाने अरुण सर फेरि अरुण सर यो चाहिँ हाम्रो बुद्ध कलाहरूको युट्युब च्यानलबाट आउँछ फेरि कसले त्यसो भने ए तपाईँले कमाउनु भएन पनि भन्छ होइन मैले गर्दाखेरि तपाईँले कमाउनु भयो भने किन ननाच्दै भन्छ होइन परबाट घुमिसकेर आउँदै हुन्छ सानो भाइ जस्तो बहिनी पनि हिँड्दै हुन्छ हो नानी बिस्तारै यस भाइको लागि लट्ठीको व्यवस्था भइसकेको छ भाइ लट्ठी टेक्दै हिँड्नुहुन्छ कहाँबाट आउँछ आउनु छिटो ल नकुदिकन ए खै लौरो त झरो त नि छिटो टेक्नु न जाउँ काकाहरू कहाँ पुगिसक्नु भयो गुगल पोइन्ट दोस्रो विश्रामालय काकालाई पनि लौरो चाहियो हाम्रो दुईजनालाई चाहिँ यहाँ लौरो चाहिसक्यो है काका भाइलाई अलिक ठुलो दरो अर्को लौरो काकाले दामी बनाइदियो हुन्छ वाह पानी पर्छ अलिक छिटो जानुपर्छ हाम्रो लौरो बनाउने काम हुँदैछ भाइको लागि ल जानुहोस् अब चाहिँ भाइलाई भने जस्तो लौरो हो
ल टिकट ए छिटो भयो हामी जाँदैछौँ गुगल पोइन्ट इलाम। बिस्तारै बिस्तारै अनि पर्ला जस्तो जस्तो छ के अरे पानी पर्ला पर्ला जस्तो छ कि मान्छे त रन्नै आउने नि कहाँ पुग्ने भन्ने मलाई नि त हामी अलिक थोरै नजिक आइपुग्यौँ होला सायद। अब कति छ साथी? यहाँ पानी परिहाल्यो भने चाहिँ ओत लाग्ने ठाउँ धन्न रहेछ। पानी पर्ला पर्ला जस्तो मौसम चाहिँ छ है। भाइ हरियो ल पानी पर्यो भने चाहिँ यहाँ ओत लाग्नलाई दामी ग्रिन कलरको छाता रहेछ है। ठुलो छाता। वा विवेक सर थाक्नु भएको चाहिँ है पसिना हामी चाहिँ हिँड्नको लागि बेलुका हिँडेर बानी भएको छ। भाइ गर्नु भएको छैन? गर्नु भएको छैन अरे। सुमन सर पनि यहाँ हुन्छ। सुमन सर पनि खासै गर्नु भएको जस्तो देखिँदैन। हाम्रो भाइ अलिक खतरा हुनुहुन्छ। भाइको लेस कसै यो भ्लग चाहिँ हामी बुद्ध कलाघरबाट हाल्छौँ। मोनिटाइज त फाल्टै हो। यसो भाइको पछिको चिनो हुन्छ भनेर भिडियो चाहिँ पानी चाहिँ एकदमै धेरै हुन्छ है। पहिले दिदीले घाँस काट्न जाँदाखेरि हामी सानो थियौँ, निकालेर दिनुहुन्थ्यो पानी आउँला भन्नुहुन्थ्यो। परबाट पनि आइराख्नु भएको छ है। जानु हुँदो रहेछ निकै घुम्नेहरू। नसोधी अरूको फेरि खिच्न पनि नमिल्ने। हामी मात्रै होला यहाँ सबैभन्दा ढिलो आउने त गुगल पोइन्टमा। यही बाटो थाक खोदाइ गरेर यसरी घुम्न आउनु हुँदो रहेछ यहाँनिर सामने। फेरि हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ। फेरि हामी एकछिन विश्राम गरेर भाइ पनि तगडा तरिका लागिराख्नु भएको छ। शिवंश हेलो। यस किलिङ गरेर आउने कुरा हुँदैछ। हाम्रो अरुण सरको च्यानमा मान्नुपर्छ। चढ्दा त हुँदैन ऊ आउँदा चाहिँ हुन्छ। मलाई चाहिँ अलिक कन्ट्रोल गर्न अलिक हामी स्टार्टिङमा गाह्रो हुन्छ जस्तो लाग्छ। गडेरीले कुदाउँछ गाडी साइकल चाहिँ। अनि मेचनगरमा तेस्रो पनि भएको अरे नि त। गडेरीको पनि कुरा आयो यसमा। ल किङ कोब्रा अलिक हाम्रो स्थानमा पनि पाउनु थालेको छ। यस्तो एरियामा हुन्छ विशेष गरी चाहिँ धामन ठुलो हुन्छ। तर किङ कोब्रा अचानक निकै ठुल्ठुलो देख्न भेटिन थाल्यो कि। लगभग वातावरण ठाउँ चाहिँ यस्तै किङ कोब्राको लागि चाहिँ हुँदैन भन्न सकिँदैन। त्यसकै विषयमा साथीहरू गफ गर्दै हुन्छ। किङ कोब्रा होइन अहिले भेटेकोहरू पनि त्यति साह्रो सानोहरू चाहिँ भेटिएको छैन कि। निकै ठुलोहरू भेटेको छ। 18 फिटसम्म लामो हुन्छ भन्छ। भाइ ट्रेकिङमा राम्रै हिँड्नु भएको छ। शिवंश भाइ कस्तो भइरहेको छ है? चकचक नगरिकन हिँड्नुहोस् ल। आउँदै हुनुहुन्छ हाम्रो हिरोहरू। मस्त हिँड्दै हुन्छ हाम्रो कान्छो पनि। नानी उकालोमा बिस्तारै बिस्तारै। वा वा यतिको चाहिँ हुनुपर्छ। कुद्दै पनि हुन्छ त। सामानहरू चाहिँ बिगार्न फुटाउन चकचक गर्न पाइँदैन भन्नुभएको छ क्या। बुझ्नुभयो? अर्को रेस्टुरेन्ट आयो फेरि हाम्रो सिधै माथि।
अर्को रेस्टुरेन्ट पनि देख्न सकिन्छ यहाँबाट। वाउ, विशेष गरी भ्यू हेर्नको लागि बनाएको होला, दामी लाग्यो। आउनुहोस् न यता हेर्नु। यहाँबाट चाहिँ हामी चढेको होला तल राम्रो भ्यू छ भने ए नखुलेर मात्रै त निकै गहिरो भिड है। बादल हेर्न आउँदा हुने रहेछ। हामी गएको नि योबाट, गएको नि उतादेखि। तर अलिकति कुरियो लागेर यहाँनिर खासै केही देखिएन कि। ठाउँ चाहिँ बहुत सुन्दर, दामी। बेला बेला आउँदा हुने रहेछ नि। 5 मिनट चाहिँ हिँड्नुपर्ने रहेछ। के भयो सानो, के भयो, के भयो, गल्यो? ल हिँड्नुहोस् न त, ल छिटो। काकाहरू कहाँ पुगिसक्नु भयो? बिस्तारै बिस्तारै नानी, बिस्तारै। साथी त्यो के हो, के को दाना हो? जङ्गली अदुवा अरे साथीले नाम दिइसक्नु भएको, जङ्गली अदुवा भनेर। लगेर सब्जीमा हालेर खाइदिउँ अब। अदुवा जस्तो बनाइ क्या हो? फुटाउनु किन र तुसारो आउँदैछ त्यही होस्। तुसारो नभनौँ, यसलाई के भन्छ, हावा चल्दैछ। बाई, कहाँ पुगिरहनु भएको? माथि वान त सानो बुनु पनि हिँड्दै हुनुहुन्छ। गुगल पोइन्टको यात्रा ब्रदरहरू हजुर हजुर, आइपुग्नै लाग्यो होला अब। हो अरुण हो तर यो उब्रेको भए चाहिँ अझ दामी हुन्थ्यो है। कस्तो मलाई एमआलएल जितेको थियो भने यस्तो पक्री पक्री हान्थ्यो। एमआलएल जितेको थियो भने राम्रो चिसो मौसम, उग्रिँदै पनि गयो अहिले। हो रहेछ थोरै यहाँबाटै तल खसेको रहेछ, सानो फोन जस्तो हिँड्दा थोरै हिँड्नुपर्छ। जस हामी लगभग आइपुग्यौँ, त्यस्तो धेरै टाढा पनि होइन। हाम्रो भाइ पनि हिँड्दै हुन्छ। हजुर कति टाढा रहेछ भाइ, कति टाढा रहेछ भन्नु? आइपुग्न आँट्यो, ए आइपुगिस त नि। ल ओ त्यो पोइन्टमा हो भाइ गरेर त्यहाँनिर के खानेकुरा खानुहुन्छ? यसो त्यही त, यहाँ हेर्दा त इगल जस्तो लाग्यो होइन? डाइनोसर होइन, जाऊ कान्छी जाऊ। नानी गलेको छैन? हामी हिँड्दाखेरिको ओह्रालो बाटो आइपुग्यौँ बल्ल। अब चाहिँ हामी इगल पोइन्ट, यो बाटो हुँदै त्यहाँनिर त्यहाँ गएर हामी अलिअलि के अरे हो नि। होइन यहाँ त्यो साथीहरूले बाचा कसम पनि खायो क्या आएर यसमा जोड्ने भनेर। साथी अरूले बनाएको चाहिँ भित्काउन पाइँदैन है फेरि। भाइले पनि हुँदैन है, यो चाहिँ यत्रो धेरै ठुलो लानेर पो हो नि, यस्तो चकचके फेरि। हाम्रो यात्रा यही सुन्नुको थियो, हुस्से लागिरहेको छ, साथीहरू रमाइलो गर्दैछन्। उहाँ गर्मीमा छटपटिरहेको साथीहरू यहाँ आए पछाडि रमाइलो गर्दैछन्। जेस नानी उता जानु नजानुहोस्। लगभग अब चाहिँ आइपुग्यौँ। यही हो खास गरी गुगल पोइन्ट।
हाम्रो झन्डीडाँडा भनेको त्यहाँ उतैबाट होइन सलकपुरदेखि यता माथिको अँ त्यही होला यो बाटो हुँदै अब त्यहाँबाट अलिकति सलकपुरबाट आउने बाटो छ त यहाँ माथि झन्डीडाँडा पुग्ने राम्रो छ गोगली पोइन्ट जाउँ भने कहाँनिर ल ड्रागन फ्रुट यो बाटोबाट यहाँ माथि चाहिँ हेर्ने रेस्ट गर्ने खाने बस्ने सबै ठाउँ पुग्नेछ हाम्रो भाइ पनि आफै हिँडेर यहाँसम्म आइसक्नुभयो लगभग 45 मिनटको बाटो हिँडेर आयौँ हामी ला के भयो भाइ पानी में तैर सकते हो क्या होता है तो क्या होता पानी में तैर सकते हो कि ना नाइस टू मीट यू नाइस टु मिट यु नो नाइस टु मिट यु सर कस्तो भयो यात्रा हेलो हजुर हजुर सुमन सर यात्रा रमाइलो भयो होइन फाइनली हामी यहाँसम्म आइपुग्यौँ बोक्नुपर्छ भन्ने भन्दै हुनुहुन्छ अघि त ए यता यात्रा एकदम रोमाञ्चक रह्यो एकदम मनोरम दृश्यहरू हेर्दै आयौँ थोरै यो बादलले गर्दा अलिकति मजा भन्ने जस्तो अलिक देख्न पाइएन होइन देख्न पाइएन तर एकदम रमाइलो भाइको कस्तो भयो थकित भएको अवस्था भाइ उहाँदेखि हिँड्दै आउनु भएको है बोक्नु परेन तर कतिखेर आउँछ भन्दै हुन्थ्यो विवेक सर कस्तो रमाउँदै हुनुहुन्छ फोटोसुट हान्नु लाइभ फेरि जाँदा हुँदैन एकदम राम्रो लाग्यो पहिलोचोटि आएर होला हामीलाई चाहिँ यो ठाउँ चाहिँ धेरै मान्छेहरू आउनुहुन्थ्यो हामी चाहिँ के साह्रो अल्छी गरेर नआएको अहिले आउँदा चाहिँ जस राम्रै लाग्यो तिब्बतियन फ्ल्याग चाहिँ एकदम मजाले के हुनुपर्छ यहाँनिर